हरेक वर्ष न्युयोर्कको ज्याक्सन हाइटमा चाहिँ यो एउटा हाम्रो मेला भन्ने चाहिँ एउटा स्ट्रिट फेस्टिभल गरिरहेको छ। यो चाहिँ मलाई लाग्छ 4थो संस्करण हो। हाम्रो नेपाली समाजका युवा नेता दिपेन्द्र लामा अनि ओम गोर्खाली, ओम गुरुङ भाइहरू लगायतको टिमले यो सुरुवात गरेको यो हाम्रो मेला निकै उत्साहजनक र उत्कर्ष रूपले चाहिँ नेपालीहरूको सहभागिता देखिन्छ। यहाँ यो स्ट्रिट नै ब्लक गरेर गरिएको यो स्ट्रिट फेस्टिभलमा हामीले हाम्रा नेपाली प्रकारका, टिबेटियन प्रकारका, चाइनिज प्रकारका लगायत इन्डियन प्रकारका धेरै किसिमका गहना, खाना पिना, जुसहरू, हेल्थी ड्रिङ्कहरू लगायतका लत्ता कपडा लगायतका सरसामानहरू किन्न बेच्न पाइरहेको हुन्छ। यो कुराले चाहिँ एउटा हाम्रो नेपाली समाजमा कसैले घरैभित्रबाट चाहिँ ब्रान्डिङ गर्न प्रयास गरिरहेका अचारहरूदेखि लिएर मोमो, चाउमिनहरूदेखि लिएर विभिन्न किसिमका पेय पदार्थदेखि लिएर ह्यान्डिक्राफ्टदेखि लिएर यस्ता कुराहरूलाई एकदमै ठुलो प्रमोसन भइरहेको महसुस हुन्छ। हेर्नुहोस् त, सेलरोटी यो चाहिँ दार्जिलिङको टोलीले बेचिरहेको छ। एउटा दार्जिलिङको संस्था नै हो, यो उहाँहरू संस्थाकै टी सर्ट लगाएर चाहिँ आउनुभएको छ। र यो हरेक वर्ष गरिने यो हाम्रो मेला कार्यक्रममा चाहिँ यसले चाहिँ नेपालीहरूको खाना नाना छानालाई प्रमोसन प्रवर्धन गर्नको लागि चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। यहाँ कतिपय हाम्रा गोरा साथीहरू पनि आफ्नो फार्मबाट चाहिँ आफ्नो फार्मको फर्सीको मुन्टादेखि लिएर सब्जी तरकारीहरू पनि बेच्न आएको देखेँ मैले। यो एकदमै उत्साहजनक र एकदमै सन्देशमूलक रहेको छ। नेपालीहरू जहाँसुकै गए पनि आफ्नो संस्कार, संस्कृति, कल्चरलाई प्रमोसन प्रवर्धन गर्नको लागि कहिल्यै पछि हट्दैनन् भन्ने कुरा यहाँबाट पनि हामीले बुझ्न सक्छौँ। र हरेक वर्ष यी स्टलहरू राखेर यी सम्पूर्ण लुगाफाटा, लत्ता कपडा, झोला, ब्याग, सिङ्गिङ बल लगायतका सरसामान किनबेच साथै यहाँ चाहिँ म्युजिकल प्रोग्राम पनि हुने गरेको छ। हाम्रो मेला नामक यो कार्यक्रममा चाहिँ धेरैजना नेपाली प्रोफेसनल आर्टिस्टहरूले पनि आएर चाहिँ यो पर्फर्म गर्ने गर्दछन्। धेरै आर्टिस्टहरूले आफ्नो गीतहरू गाउने अनि धेरै कलाकारहरूले आएर नाच्ने लगायतका कार्यक्रम। यो एक दिने मेला हो। बिहान 9 बजेदेखि बेलुका 9 बजेसम्म, 8-9 बजेसम्म चाहिँ हुने यो कार्यक्रम एकदमै सन्देशमूलक छ। हेर्नुहोस् त, यो स्टेज हो हाम्रो मेलाको। यो स्टेजमा ख्यातिप्राप्त कलाकारहरूले पर्फर्म गरेको छ।